आजको यो भिडियो पनि एउटा भ्लग नै हो अनि यो भ्लगमा चाहिँ म विथ मेरो फ्यामिली 2083 को न्यू इयर को दिनमा बुटवलको डिफ्रेन्ट प्लेसेसमा घुम्न गएको थिएँ। अनि यो भिडियो बनाउँदा चाहिँ हामी आफैलाई पनि हामी कहाँ जाँदैछौँ भन्ने थाहा थिएन। सो हामी कुन प्लेसेसमा भिजिट गर्यौँ त्यो पनि भिडियो सँगै अगाडि बढ्दै रिभिल पनि हुन्छ। सो अब टाइम वेस्ट नगरिकन भ्लग सुरु गरौँ। ल डेडी आजको प्लान भन्नु। नानीले भन्दै छोरी ब्रेकफास्ट खाने अनि फेरि मुभी हेर्न जाने अनि फेरि अर्को दिन जाने अनि फेरि वाटर पार्क जाने अनि फेरि कहाँ प्लान केही पनि छैन। पहिला गरेर नास्ता खाने त्यस पछाडि सोच्ने कहाँ जाने भन्ने। सुरुमा हामी ब्रेकफास्ट गर्नको लागि बुटवलको गुप्ता होटल भन्नेमा पुग्यौँ। अनि त्यसपछि मैले एक करी र बटर नान अर्डर गर्न भने। अनि अर्डरको वेट गर्दै हामी कुरा पनि गर्न थाल्यौँ। अनि मैले बिचमा मम्मीको इन्टरभ्यू पनि लिएँ। नमस्ते, मेरो नाम कजल केसी। सरी फेरि दाइले त्यो भन्नाले के भन्न खोजेको मैले बुझिनँ। अब क्वेसन मैले राम्रोसँग बुझिनँ। नमस्कार, मेरो नाम गीता केसी। म हाल बसाइ तामनगर बुटुल 12। खासै मेरो परिचय त केही पनि छैन। मेरा 3टा छोराछोरी छन्। आज चाहिँ न्यू इयर नास्ता खाना जाम र फ्यामिली यसो घुम्न जाम भनेर छोराछोरीको रिक्वेस्ट। शिरिषा केसी यिनीको 1 नम्बर कि छिन अब के भनौँ है। त्यही माथि चाहिँ पुचेङ्ग्रा ईशान केसी चोट पनि लगाएर मुखभरि चोट। अनि प्रजल केसी। अहिले हामी नास्ता खाना आएको हेर्नु। नास्ता चाहिँ अब हाम्रो डेडीले भन्नुहुन्छ भटौरा खाने भन्नुहुन्छ। यहाँ भटौरा बन्द रहन्छ। बच्चाहरूको डिमान्ड मोमो। मैले चाहे भनेको चा पनि बन्द रहन्छ। बन्ने के रहेछ हेरौँ। अब ल्याउँदै हुनुहुन्छ के खाने हो खै हेरौँ। अनि एकछिन कुरा गर्दै हाम्रो खाना पनि आइपुग्यो। त्यसपछि हामी खाना खाएर हाम्रो नेक्स्ट डेस्टिनेसनतिर लाग्यौँ। सो खानासाना भयो। खानासाना त होइन, यो के खायो होला बटर नान र अन्डा करी मिठो त्यो जाने त्यो भयो भइयो। अब कहाँ जाने हो नेक्स्ट डेस्टिनेसनतिर जानको लागि स्टे ट्युन्ड। अब हाम्रो डेडले भन्नुहुन्छ कहाँ जाने भनेर। सो लेट्स गो। भन्नु नेक्स्ट डेस्टिनेसन हामी चाहिँ अब पाल्पातिर लाग्यो। सुरुङ मार्ग हेर्दै अगाडि बढ्ने। अब हामी अर्को ठाउँ घुम्नको लागि रिभर साइड ग्रिन रिसोर्टमा आइपुग्यौँ।
यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल थियो, ब्युटिफुल गार्डन्सहरू थियो अनि साइडमै रिभर भएको कारणले त्यहाँको भाइब नै एकदम रिफ्रेसिङ खालको थियो। अनि त्यहाँ गएर पनि अफकोर्स मम्मीले र मैले चिया खायौँ। हामी द्याट्स अभियस त्यो चिया एडिक्ट। अनि त्यसपछि मम्मी ड्याडीको फोटो सेसन सुरु भयो। के हाल भयो मेरो जङ्गली भयो जङ्गली। हेलो गाइस, सो यहाँको पनि सकियो। यो ठाउँ पनि घुम्ने हाम्रो यो रेस्टुरेन्टहरू होटेलहरू रिजोर्ट जे भने हामी यहाँ घुम्यौँ, यो ठाउँमा घुम्यौँ। अब नेक्स्ट कहाँ जाने हो? स्टे ट्युन्ड। मेबी कतै घुम्न जान सक्छौँ, मेबी सिधै घर पनि जान सक्छौँ। स्टे ट्युन्ड फर इट। स्टे ट्युन्ड। ल अब हामी यो होटलमा नि कहाँ घुम्यो अरे? हामी सुरुमा कहाँ गयौँ? गुप्ता होटल। सुरुमा हामी गुप्ता होटलमा गएर नान अनि करी खायौँ। त्यसपछि हामी गयौँ टनल हेर्न। टनललाई देखेपछि हामी गयौँ यो रिसोर्टवाला होटलमा, जुन राम्रो थियो। खाना त केही पनि खाइएन, अनि चियारको खायौँ। त्यसपछि ठाउँ चाहिँ राम्रो थियो। अब नेक्स्ट चाहिँ कहाँ जाने हो भन्नुहुन्छ हाम्रो डेलीले? नेक्स्ट कता हो डेस्टिनेसन? भाटबटेनी। लेट्स गो। नेक्स्ट डेस्टिनेसनको लागि चाहिँ हामी सपिङ गर्नलाई भाटबटेनीमा आइपुग्यौँ। माथिको फ्लोरहरूमा सानोतिनो सपिङ गरेपछि ग्राउन्ड फ्लोरमा मेन सपिङ सुरु हुन्छ। अब खाने हो सबै उठाउने यहाँबाट सबै हामीले हेलो 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 हेलो। नाइन तेरो आइसक्रिम कस्तो छ? हरी मिठो हा। मम्मी हजुरको आइसक्रिम कस्तो छ? एम्मी ईशान तेरो आइसक्रिम कस्तो छ? अलि क्रन्ची र अलि चकलेटी। डेडी हजुरको कस्तो छ? गरीमा खाएको बहुत मजा आएको थियो। मेरो आइसक्रिमको पाली। मेरो पनि मिठै छ। अब हामी भाटबटेनी पनि गएर आयौँ सामानहरू म त अब घर गएर चाहिँ त्यो बेरमा पानी हाल्नुपर्छ कि भनेर चाहिँ कति बज्यो कति? 2:18 2:20। अब भाटबटेनी गएर आएपछि नेक्स्ट डेस्टिनेसन के हो सोधौँ फेरि। अब भन्नु डेडी अब कहाँ जाने हो? अब घर जाने कुरो भयो। फाइनली हामीले हाम्रो रोड ट्रिपलाई खत्तम गरेर अब घरतिर लाग्छौँ। घर जाने बेलामा बिचमा हामीले नरिवल अनि उहुको जुस भएको ठाउँ देखियो, सो हामीले त्यसलाई पनि ट्राई गऱ्यौँ।
सो फाइनली हामीले यति ठाउँ घुमेपछि हाम्रो भ्लग यहीँ एन्ड हुन्छ र आजको भ्लगको लागि यति नै थियो। भेटौँ अर्को भिडियोमा। बाई बाई।